हेलो साथीहरु, म चाहिँ घरबाट आज तम्मर खोलाको बोरिङको पानी ल्याउने ट्याङ्की छ मास्तिर। म चाहिँ दिउँसो भ्याउँदिन नि त, अनि जहिले चाबी लगाएको हुन्छ। आज त्यहाँ काम गर्ने दाइहरु आउनु भएको छ, अनि म हेर्न जाँदैछु। तपाईहरुलाई पनि म देखाउँछु नि। पानीको ट्याङ्की चाहिँ यहाँ छ। यताबाट चाहिँ पावर हाउस हो। गेट यस्तो कम्पाउन्ड मजाले बार्नु भएको छ। त्यस्तै हुनुपर्छ हो। हाम्रो घरमाथि पानी आइपुग्यो। ठिक्क म चाहिँ साइडमै आइपुगेछु। पानी खोलिरहेको रहेछ। तम्मर बोरिङको पानी हो। तम्मर लिफ्टिङ पानी चाहिँ कत्रो आउँछ भन्दाखेरि कहाँ छ धारो चाहिँ? धारै छैन त नि। मोबाइल चल्नुपर्छ पर धेरै अँध्यारो भएर नि यत्रो भाग जत्रो ट्याङ्कीमा। कम्मरको पानीमा देउराली नआएर यसरी पौडी खेल्न गयो साथीहरु। यहाँ हेर्नुहोस् त, लु पानी यत्रो आइरहेको छ। म त्यो ट्याङ्कीभित्र बसिरहेको छु अहिले चाहिँ। ट्याङ्कीको कम्पाउन्ड चाहिँ एकदम ठुलो छ। मेरो घुँडासम्म पानी आइपुगेको छ।